एउटा घना जङ्गलमा कुकुर र बाँदर बस्थे। उनीहरू दुईजना एकदमै मिल्ने साथी थिए। उनीहरू दुईजना जङ्गलमा यताउता डुल्ने घुम्ने एकसाथ घुम्ने खेल्ने गर्दथे। जङ्गलको बगैँचाहरूमा खेल्ने। यस्तै घुम्ने क्रममा दुईटा जराएको बच्चाहरू खोलामा बगाइरहेको देखे र कुकुरलाई पौडी खेल्न आउने भएर ऊ तुरन्त बचाउनलाई तयार भए र ऊ एकदमै दयालु स्वभावको पनि थिए। र त्यस दिनदेखि जङ्गलको सबै जनावरहरूले उनीहरूलाई चाहिँ लिडरको रूपमा मान्न थाले। उनीहरू जङ्गलको कुनै जनावरहरूलाई समस्यामा परेको होस् या उनीहरूको अन्डा कसैको हराएको होस् उनीहरू खोजेर ल्याउने गर्दथे। उनीहरू एकदमै दयालु स्वभावका थिए। यसरी नै दिन बित्दै गयो र कुकुर र बाँदरको मित्रता अझ गहिरो बढ्दै गयो र यसरी मौसम परिवर्तनका साथ दुवैजना सुन्दर जङ्गलमा एकसाथ बिताउन थाले र सबै जनावरहरूलाई एकसाथ बस्नलाई सिकाए। जस्तो सुकै परिस्थितिमा पनि एकसाथ सजिलै पार गर्न सकिन्छ भनेर उनीहरूले सन्देश दिए।